सल्लाह गरेर देश बन्छ त? सल्लाह गरेर देश बन्ने भए सबैजना सल्लाह गरेर बसौँ न त लु। अब ती सबै बातहरूको विश्लेषण उहाँले अध्ययन गरिसक्नु भएको छ। ती जनताका सबै बाचाहरू, जनतालाई गरेका बाचाहरू भुलेर उनीहरूले आफ्नै तरिकाको अब त्यो रुखलाई टेबलमा बसेर यसरी काट्ने, यसरी यसलाई यस्तो बनाउने तर कृषि उत्पादन गर्न सक्यौँ भने ऊ कृषिमा मात्रै सीमित रहन्छ। कुरा बुझ्नु भएन के त? आदरणीय दर्शकबिन नमस्कार, तपाईहरु हेर्दै हुनुहुन्छ विनय टिभी, साथमा छु म विजय साम्पाङ। आज हामीसँग हुनुहुन्छ एकदमै प्रखर वक्ता रतन कुमार राई हुनुहुन्छ। उहाँ चाहिँ श्रम संस्कृति पार्टीका सडक नगरपालिकाका नगर सम्पर्क समितिको चाहिँ सदस्य हुनुहुन्छ। कार्यक्रममा स्वागत छ सरलाई। नमस्कार। आराम कुशल हुनुहुन्छ? अहिलेसम्म आरामै। हामी श्रममा कुदिरहेछौँ, श्रम गर्नलाई कुदिरहेछौँ, श्रमदानमा कुदिरहेछौँ, पसिना बगाउँदै हुनुहुन्छ? पसिना बगाइरहेछौँ। अहिले चुनावी माहौल भएकोले हामीले चुनावलाई विशेष टार्गेट गरेर जनतालाई बुझाउनका लागि हाम्रो श्रम संस्कृति पार्टी के हो, यसको विचारधाराहरू के हुन्, यसका विशेषताहरू के हुन् भन्ने कुरा चाहिँ जनतालाई बुझाउन हामी घर घर गइरहेका छौँ। अहिले घर दैलोमा हामी गइरहेका छौँ। चुनाव चाहिँ घरको ढोकैमा आइसक्यो भनौँ न एक किसिमले, होइन? नजिकै आइसक्यो, 2-4 दिन मात्रै बाँकी छ। के छ भोजपुरतिरको हालखबर? राम्रै छ? अब जनताहरूको उत्साह कतिको छ? कस्तो बुझ्दै हुनुहुन्छ तपाईँले? जनतामा एक खालको निराशा छ, किनभने विगत योभन्दा पहिलेका पुराना पार्टीहरूले पार्टी सिद्धान्त राजनीति भन्ने कुरालाई एकदमै नराम्रो ढङ्गले प्रयोग गरेको हुनाले जनताहरू यसदेखि एकदमै वितृष्णा फैलेको छ। आजी छन्, राजनीति सुन्न मान्दैनन्। तर एक खालको फेरि जनलहर कस्तो छ भने अब यही परिस्थितिमा नयाँ ढङ्गले जानुपर्छ भन्ने एक खालको जनतामा एकदमै उत्साहजनक, अहिले एकदमै उत्साहित भइरहेको अवस्था छ। हजुर। र हामी पनि त्यही वर्गमा पर्छौँ। भनेपछि यसमा उत्साह पनि छ, निराश पनि छ? निराश पनि छ। एक खालको निराशा छ, किनभने विगतका पुराना पार्टीहरूले धेरै आश्वासनहरू, जनतालाई धेरै कुरा दिन्छौँ भनेर उनीहरूलाई भोट मागेर उनीहरूको फेरि भोटको प्रयोग गरेर त्यही सिँढीमा चढ्दै माथि सत्तामा गइसकेपछि ती जनताका सबै बाचाहरू, जनतालाई गरेका बाचाहरू भुलेर उनीहरूले आफ्नै तरिकाको शासन व्यवस्थामा, आफ्नै तरिकाको मौलिकतामा रमाउने भएको कारणले आखिर जो नेतालाई जिताए पनि परिस्थिति यस्तै हो भन्ने एक खालको जनतामा छाप छ। तर फेरि होइन, त्यतिमा मात्रै सीमित छैन, नयाँ ढङ्गले अगाडि बढ्न सकिन्छ भन्ने खालका युवाहरूले फेरि उत्साहका साथ यो चुनावलाई लिएको छ। सबैलाई गाली गर्नुहुन्छ हर्क साम्पाङले, नयाँ पुराना सबैलाई गाली गर्नुहुन्छ र त्यो गाली गरेपछि उहाँले के पनि ट्याग लगाएको छ भने हर्क साम्पाङलाई जातीयवादको ट्याग छ, होइन? यसमा चाहिँ यो के छ? उहाँले जातीयवादलाई समेट्दै हुनुहुन्छ कि राई भन्ने मात्रै छ उहाँको? के छ यसमा? खुलाइदिनुहोस् न। त्यस्तो बिल्कुलै होइन। श्रम संस्कृति पार्टीका श्रद्धेय सभापति अध्यक्ष हर्क साम्पाङज्यू एउटा दार्शनिक हो, एउटा वैज्ञानिक हुनुहुन्छ। उहाँले भन्नुभएको छ राष्ट्रिय एकता सहितको सङ्घीय गणतन्त्र राज्य हुनपर्छ भन्नुभएको छ। अब राष्ट्रिय एकता भनेको के हो? पहिलेका पुराना पार्टीहरूले राष्ट्रिय एकता, राष्ट्रिय अखण्डताका नाराहरू त लगाए, तर त्यो व्यवहारमा उत्रिएन। अब राष्ट्रिय एकता भनेको कुरालाई प्रस्ट्याउँ। राष्ट्रिय एकता भनेको राष्ट्रमा विभिन्न तह तब्काका, विभिन्न जात जाति, भाषा, धर्म आफ्नो अस्तित्वमा रहेका छन्। तिनीहरू सबै यी राज्यका अङ्ग हुन्, यी राज्यका छोराछोरी हुन्। यो राज्यले कसैलाई पनि जात, धर्म, लिङ्ग, वर्ण, वर्गको आधारमा विभेद गर्नु हुँदैन। यो राज्यले सबलाई बराबर
यो राज्यले दिने सुविधा, सेवा, सुविधा, अधिकार सबै राज्यले जात, धर्म, लिङ्ग, वर्णको आधारमा बाँडिनु हुँदैन। सबलाई बराबर बाँड्नुपर्छ। राज्यमा सबैको बराबर अस्तित्व हुनुपर्छ। राज्यमा सबैले उपस्थिति हुनुपर्छ। यो राज्यको शासक बन्ने अधिकार सबैले पाउनुपर्छ। जात, धर्म, लिङ्ग, वर्णको आधारमा, वर्गको आधारमा राज्यले छुट्याउनु हुँदैन भन्ने कुरा चाहिँ हर्क साम्पाङज्यूको हो। भनेपछि जातीय पार्टी भनेर श्रम संस्कृति होइन। जातीय पार्टी होइन। जातीय पार्टी यदि भइदिएको भए श्रम संस्कृति पार्टीको दोस्रो वरियतामा किन बाहुनहरू भनौँ खस आर्यका जातहरू छन्, अरू सबै जातहरू किन हाम्रो श्रम संस्कृति पार्टीमा सबै समेटिएका छन्? यदि जातीय पार्टी भइदिएको भए हर्क साम्पाङको दोस्रो वरियतामा अर्को राई नै हुन्थ्यो होला नि त। तर त्यो किन भएन? अहिले हामीले चुनावमा विभिन्न जात जातिका मान्छेहरूलाई टिकट दिएर उम्मेदवार घोषणा गरेका छौँ। यदि राईको मात्रै पार्टी भइदिएको भए त्यहाँ खस आर्यबाट पनि हुन्थेनन् होला। त्यहाँ विभिन्न अरू जातिहरू भनौँ न जति रहनु भएको छ उहाँहरू सबै समेटिनु हुन्थेन होला नि त। हजुर, एउटा यो पनि प्रश्न छ सर, यो हर्कवाद जुन भनियो नि, मार्क्सवाद, लेनिनवाद उहाँबाट प्रभावित भएर नै वाद भन्नुभएको हो कि माओवादबाट? यो के हो वाद भने चाहिँ के हो, यस बारेमा बताइदिनुहोस्। वाद भनेको विचारहरूको समुच्चय, विचारहरूको सङ्ग्रह चाहिँ वाद हो। पथ पनि त हुन सक्थ्यो, हर्क पथ हुन सक्थ्यो। हर्क पथ भन्नु र हर्कको बाटोमा लागौँ भनेको हर्कलाई फलो गरौँ भन्ने हो। हर्कलाई मात्रै हर्कले जे बोल्छ त्यही कुरा फलो तर वादै भनियो होइन। वाद भन्नलाई चाहिँ सबै जात जाति धर्म लिङ्ग जोसुकै हरेक नागरिकबाट विचारहरूलाई समेट्छ। हरेक वस्तुलाई चाहिँ कसरी मूल्याङ्कन गर्ने, कसरी विश्लेषण गर्ने भन्ने कुराहरू सबैबाट चाहिँ के गरिन्छ, छलफल गरिन्छ र त्यसलाई के चाहिँ प्रमाणित गर्न सकिन्छ, के चाहिँ ठ्याक्कै यही चाहिँ हो भनेर प्रमाणित गर्न सकिन्छ। त्यही कुरा सबैबाट त्यही कुरालाई एउटा विचारमा परिणत गरेर त्यो विचारको समग्रता चाहिँ सिद्धान्त बन्छ। ती सिद्धान्तहरूको सबै समग्रता चाहिँ के हुन्छ त, एउटा वाद हुन्छ क्या। वाद विचारहरूको समग्रता जसलाई लिखित रूपमा पनि लेख्न सकिन्छ त्यो चाहिँ वाद हो। अब हर्कवादले प्रतिपादन गरेका विचारधाराहरू, वाद भनेको अब धेरै वादहरू छन्। अब ती सबै वादहरूको विश्लेषण उहाँले अध्ययन गरिसक्नु भएको छ। सबैको अवस्था उहाँले अध्ययन गरिसक्नु भएको छ। जस्तो अब सबै शासकीय स्वरूपहरूको पनि उहाँले अध्ययन गरिसक्नु भएको छ होइन। सबै अध्ययन गरिसकेर उहाँले त्यहाँबाट एउटा निचोड के निकाल्नुभयो भने सबैभन्दा पहिला मान्छेको प्रथम आवश्यकता के हो भन्ने कुरा हर्क साम्पाङज्यूले पत्ता लगाउनु भयो। त्यो के हो भन्दा त श्रम गरेपछि उत्पादन, मान्छेलाई बाँच्नलाई दैनिक जीवनमा हरेक सेकेन्डमा आवश्यकता पर्ने खानेकुरा खाद्य तत्त्व जो बाँच्नका लागि आवश्यक पर्छ र शरीर ढाक्नको लागि कपडा आवश्यकता पर्छ। सबभन्दा प्रथम यो प्रिन्सिपल कुरा चाहिँ यो। अरू प्रविधिका कुराहरू भनेको सेकेन्ड प्रिन्सिपलका कुराहरू हुन्। त्यो चाहिँ दोस्रो आवश्यकताका कुराहरू हुन्। पहिलो आवश्यकता भनेको हामीले दैनिक बाँच्नको लागि खानेकुराहरू र लाउनको लागि कपडाहरू। अब त्यो कहाँबाट प्राप्त हुन्छ भनेपछि श्रम गरेर माटोबाट उत्पादन हुन्छ। श्रम गरेर माटोमा अन्न बाली साग सब्जी फलफुल उत्पादन हामी गर्छौँ। त्यो खाएर हामी बाँच्छौँ। र दोस्रो कुरा लाज ढाक्नको लागि अथवा नाङ्गो जाडोबाट बस्न, गर्मीबाट बस्न हामी सुरक्षित रहनको लागि कपडाको आवश्यकता पर्छ। त्यो कपडा पनि हामी माटोबाटै उत्पादन गर्न सक्छौँ। त्यसलाई कपास उत्पादन गर्छौँ, त्यसबाट रेशम उत्पादन गर्छौँ, त्यसबाट हामी कपडा बनाएर हामी त्यो कुरा लाउँछौँ। त्यो हामी आफैले उत्पादन गर्न सक्छौँ। त्यो हामीले उत्पादन आफैले गर्नुपर्छ भन्ने कुरा हो। त्यो विदेशबाट किनेर ल्याइनु हुँदैन। हामीले उत्पादन गर्न सक्ने कुरा हामी आफै गर्न सक्छौँ भन्ने कुरा हो। श्रम गर्नुको अर्थ त्यो हो, श्रम। र अहिले के छ, श्रमलाई किन संस्कृतिमा बदल्यौँ भन्ने कुरा चाहिँ अहिले तमाम युवाहरू के छ भनेदेखि काम नगरिकन खेलेर डुलेर हिँडेर खान पाए हुने थियो। काम गर्न अल्छी गर्ने र तमाम मान्छेहरू श्रम नगरिकन बसेर खाने
श्रम नगरिकन बसेर खाने। हजुर अहिले प्रकृति त्यस्तो संस्कृतिको विकास भयो। त्यस्तो संस्कृतिको विकास भयो। अब सबै मान्छे, यदि नेपालमा सबै मान्छे बसेर गफ लाएर मात्रै खाने हो भने खाने चाहिँ के त? कसले उत्पादन गरेको खानेकुरा खाने हो? त्यो सवाल हो। सधैँभरि विदेशले ल विदेशबाट लिएर खाउँला भन्ने एउटा सवाल मैले एउटा निकै पढे लेखेको मान्छेलाई सोधेँ, तपाईँ यदि उत्पादन गर्नु भएन भने तपाईँ के खानुहुन्छ भन्दा मैले किनेर खान्छु भन्नुभयो। त्यो किनेर खानुको लागि त्यो पैसा कहाँबाट आउँछ? श्रम त गर्नु पर्यो। श्रम, त्यो पैसा उसले हो धान उत्पादन नगर्ला पैसाको लागि, तर उसले या त अलैँची उत्पादन गर्छ या त कम्पनीमा गएर उसले केही सामान उत्पादन गर्छ, त्यसलाई बेच्छ, अनि त्यही पैसाले त उसले फेरि अन्न किनेर खान्छ। चाहे विदेशमा गएर गएर त्यो कुरा एकछिनमा म विदेशको कुरा एकछिनमा ल्याउँछु। खानुपर्छ, आफैले उत्पादन गरेर खानुपर्छ भन्ने कुरा हो। र उत्पादन गरेको कुरालाई आफू व्यावसायीकरण गरेर, त्यसलाई यान्त्रिकीकरण गरेर, औद्योगिकीकरण गरेर, एकदम धेरै उत्पादन गरेर त्यसले आफूलाई खानु पुग्ने भन्दा बढी उत्पादन गरेर त्यसलाई एक्सपोर्ट गरेर त्यसबाट हामीले पैसा आर्जन गर्नुपर्छ भन्ने कुरा हो एउटा। र यो श्रम नगर्ने मान्छेहरू सबै बसेर खान थाल्यो भने कसले श्रम गरेको खाने भन्ने सवाल मैले अघि नै त एन्सर दिइसकेँ। अब यसरी आफैले उत्पादन गरेर खानुपर्छ, हामी स्वावलम्बी बन्नुपर्छ। विदेशले सधैँभरि ऋण दिएर, सधैँभरि विदेशको सामान पठाएर हामी परालम्बी भएर बाँच्न सक्दैनौँ। यो भनेको क्षणिक मात्रै हो। केही गरी विदेशले पठाउने सामान हामी नेपालीहरूलाई 3 दिन 4 दिन मात्रै बन्द गरिदियो भने र प्रत्येक वर्ष बजेट बनाउँदा विदेशले ऋण दिएन भने हाम्रो स्थिति के हुन्छ? त्यसको लागि हाम्रो अवेरनेस हो कि पहिले नै हामी तयारी अवस्थामा हुनुपर्छ कि कसैले हामीलाई उपयोग गर्न नसकोस्। हजुर, अरूको भरमा निर्भर नपरौँ, अरूको भरमा बिल्कुलै निर्भर नपरौँ, आत्मनिर्भर हुनु। अब एक खालको सवाल उठेको छ, ढुङ्गा बोकेर बेल्चा हानेर अनि विकास हुन्छ त भनेको छ। हो त, अर्का साम्पाङलाई त ढुङ्गे मेयर भन्थे नि त पहिला पनि। अहिले नेपालको हकमा पनि कतिपय मान्छेहरूले भनिरहेको छ र विदेश जानेहरूले के भनेको छ भने अब नेपाल छोडेर विदेश जानुहुन्छ बेल्चा चलाउनुको लागि, भारी बोक्नुको लागि, अथवा प्रकृति फरक होला। काम त कामै गर्नुहुन्छ नि, काम त त्यसलाई उत्पादनसँगै जोड्नुहुन्छ, कामै गर्नुहुन्छ होला। काम उहाँहरूले प्रविधिमा गर्नुहुन्छ होला, होइन? अथवा ठ्याक्कै बेल्चा नहानेर इँटा बोक्नुहुन्छ होला कन्स्ट्रक्सनमा गएर, होइन? ठ्याक्कै ढुङ्गा नबोकेर उहाँहरूले इँटा बोक्नुहुन्छ होला, होइन? तर आखिर त्यो श्रम नै हो। यो श्रम भन्ने कुरा के छ भने एउटा अब काम, एउटाले काम भन्छ, काम पनि श्रमै हो, होइन? श्रम भनेको काम पनि हो। श्रम अनि जब भन्छ नि अङ्ग्रेजीमा, जब, त्यो पनि कामै हो, होइन? प्रकृति त्यसको फरक होला, विशेषता त्यसको फरक होला, होइन? तर काम त कामै हो नि, जहाँ भए पनि गर्नुपर्ने श्रम नै हो। तर श्रम नगरी कहीँबाट पनि आर्जन गर्न सकिँदैन भन्ने कुरा त विश्वले प्रमाणित गरिराखेको छ त। हो, मान्छेले अब प्रविधिमा पनि काम गर्छ, जस्तो अब एक्सपेरिमेन्ट, खोजमा पनि काम गर्छ। उसले कस्तो गर्छ, चेतनाको प्रयोग गरेको हुन्छ, पसिनै बगेको हुन्छ, होइन? विभिन्न साधनहरू उत्पादन गरेर त्यसलाई प्रयोग गरेर मेसिन बनाएर चाहिँ त्यसलाई प्रमाणित गर्ने काम गर्छ। त्यो पनि त श्रम हो। श्रम फरक तरिकाको हो। अब हाम्रो चाहिँ किन अहिले तल्लो लेभलमा आइपुग्यो ढुङ्गा बोक्ने, बेल्चा हान्ने भन्ने कुरामा चाहिँ हामी अहिले त्यो लेभलमा छौँ। किनभने हाम्रो शिक्षामा विकास भएन, चेतनामा विकास भएन। अहिले हामी कृषि युगमै छौँ। हाम्रो नेपालको परिवेश त्यो छ। हामी एकैचोटि प्रविधिमा जानुको लागि त हामीलाई स्रोत आवश्यकता पर्छ नि त। स्रोत र साधन, त्यो जुटाउनको लागि के चाहिन्छ? अर्थ, पैसा चाहिन्छ। त्यो पैसा चाहिँ हामी कहाँबाट जुटाउँछौँ त? अहिले श्रम गरेर हामी उत्पादनबाट त्यो पैसा जुटाउँदै हामी त्यसलाई परिमार्जित गर्दै हामी जान्छौँ। पछि गएर त्यसलाई प्रविधिमा बदल्छौँ, हो कि होइन भन्नु? त्यो अझै विकास भएर हाम्रो अझै माथि हामी समाजलाई हामी परिवर्तन गर्दै लाने हो, बुझाउँदै लाने हो, सँगसँगै बुझाउँदै लाने हो। अहिले चाहिँ के प्रवृत्ति
रह्यो भने मान्छेहरू टेबलमा कुर्सीमा बसेर सिद्धान्तको कुरा गर्ने, यो गर्दा यस्तो होला, यो गर्दा उस्तो होला, यो गर्दा त्यस्तो होला भनेर सिद्धान्त मात्रै बनाउने, भोलि त्यसलाई व्यवहारमा लाँदा ठ्याक्कै मेल खाँदैन। अब एक्जाम्पल, एउटा रुख छ, अब त्यो रुखलाई टेबलमा बसेर यसरी काट्ने, यसरी यसलाई यस्तो बनाउने, यसलाई फर्निचरका साधनहरू बनाउने, यसलाई पानी जहाजमा प्रयोग गर्ने, चाहिँ विभिन्न पाटपुर्जाहरू बनाउने भन्ने चाहिँ के गर्छ, टेबलमा बसेर गफ गरेर सैद्धान्तिक रूपमा उनीहरूले गफ गरेर बस्छन्। तर वास्तवमा त्यो रुख ढाल्नलाई त्यो के को आवश्यकता पर्छ, रुख ढालेपछि त्यसलाई कसरी टुक्रा टुक्रा बनाएर कसरी त्यसलाई आकारमा बदलेर चाहिँ ठ्याक्कै पानी जहाजमा फिट हुने पाटपुर्जा बनाउन सक्यो, हामीलाई दैनिक उपभोग गर्नका लागि ठ्याक्कै टेबल कुर्सी बनाउन चाहिँ कसरी सक्यो, कसरी सकिन्छ भन्ने कुरा चाहिँ फिल्डमा जानुपर्छ। फिल्डमा गएर समय गर्नु पर्यो, त्यसलाई काम गरेर देखाउनु पर्यो। हाम्रो चाहिँ के छ भने त्यसलाई उत्पादन पनि गर्दै जाउँ, त्यसमा चेतनाको विकास पनि गर्दै जाउँ कि हामीलाई के कुराको चाहिँ बढी आवश्यकता पर्छ, के कुरा आवश्यकता पर्छ, हामीलाई त्यो काठबाट के कुराको आवश्यकता पर्छ, जुन कुरा हामीले त्यो काठबाट मोडिफाई गरेर त्यसलाई उपयुक्त वस्तु बनाएर हामीले के गर्छौँ त, हामी चाहिँ व्यवहार र सिद्धान्त एकैचोटि लगेर व्यवहारमा उतार्छौँ, निर्माण गरेर हामी गर्छौँ। तर यहाँ त कस्तो छ भने अब टेबलमा स्टार होटलमा बसेर अगाडि 84 व्यञ्जन राखेर सल्लाह मात्रै गर्छ। सल्लाह गरेर देश बन्छ त? सल्लाह गरेर देश बन्ने भए सबैजना सल्लाह गरेर बसौँ न त, लु फिल्म काम कोही गर्न नजाउँ, लु सबैजना सल्लाह गरौँ, योजना बनाऊ, सिद्धान्त बनाऊ, खाजा खाउँ अनि गफ गरौँ, सबैजना बसौँ। अनि अब चाहिँ त्यो अवस्थामा के होला ल, सबै आजसम्म त सोझा साझा जनता छन् र उत्पादन गरिदिएको छ र त्यो खाएर उनीहरूले के गर्दैछ त, वैचारिक सिद्धान्त बनाउँदैछ हैन। तर वास्तविक उत्पादन त श्रमबाट हुन्छ। अहिले मैले अब यहाँनिर मान्छेले सबभन्दा मेन कुरा अहिले हाम्रो शिक्षाको कमी छ। शिक्षाले भनेको चेतनाको वृद्धि गर्छ। शिक्षाले भनेको त चेतनाको एक खालको वृद्धि गर्छ, तर त्यसले सही चेतनाको विकास गर्दैन कि अहिलेको शिक्षा बुर्जुवा शिक्षा भन्छौँ, त्यसले चाहिँ जुन कुरा सैद्धान्तिक रूपमा मात्रै मान्छेलाई शिक्षित बनाउन खोज्छ, सैद्धान्तिक रूपमा यस्तो हुन्छ उस्तो हुन्छ, समाजको सबै कुराको वर्णन त गर्छ, तर ठ्याक्कै व्यवहारमा त्यो कुरा लागू हुँदैन। जस्तो कि अब सैद्धान्तिक शिक्षाले अब धान यस्तो हुन्छ, तरकारी यस्तो हुन्छ, त्यसलाई यसरी उत्पादन गर्नुपर्छ भनेर सैद्धान्तिक पढाउँछ। तर भनेपछि श्रम संस्कृतिको सरकार बन्यो भने शिक्षा नीति नै परिवर्तन हुन्छ। पुरै भन्नाले दुई खालको परिवर्तन हुन्छ। सैद्धान्तिक शिक्षाको पनि अस्तित्व रहन्छ, त्यसले चाहिँ अब अलिक बढी विज्ञता हासिल गर्छ। जस्तो अब हामीले श्रमबाट गयौँ भने चाहिँ अब सम्बन्धित मात्रै, जस्तो कृषक चाहिँ अब कृषि उत्पादनमा हामीले जीवन शिक्षा बनायो, त्यसलाई कृषि उत्पादन गर्न फिल्डमा गएर कृषि उत्पादन गर्न सक्यौँ भने ऊ कृषिमा मात्रै सीमित रहन्छ। कुरा बुझ्नु भएन के त, कृषिमा सीमित रहन्छ। अनि हामीले कम्पनी यसरी खोल्नुपर्छ, त्यसलाई यसरी मेसिनहरू बनाउनुपर्छ, त्यसबाट यसरी उत्पादन गर्नुपर्छ भनेर हामीले प्र्याक्टिकल्ली रूपमा गयौँ भने त्यो मेसिनतर्फ जाने, औजारतर्फ जाने मान्छेहरू औद्योगिक त्यो यान्त्रिक साधनतिर जाने, त्यो यान्त्रिक साधनतिर मात्रै गएर सीमित हुन्छ हैन। भनेपछि यसमा चाहिँ विभिन्न खालका पढाइहरू हुन्छन्। हामीले सबै जीवनमा चाहिने सबै खालको आवश्यकताहरूलाई उत्पादन कसरी गर्ने भन्ने कुरा चाहिँ उत्पादन पनि सँगै र त्यसलाई सैद्धान्तिक ज्ञान पनि सँगै लाने गरी हामी जान्छौँ र प्र्याक्टिकल्ली रूपमै हामी जान्छौँ। जस्तो अब अहिले मैले अब जे कुरा मलाई चाहिने हो त्यो कुरा उत्पादन म आफैले गर्न सक्ने ज्ञान चाहिँ हामी त्यो खालको शिक्षा चाहिँ हामी के गर्छौँ त, हामी त्यो खालको शिक्षा लागू गर्छौँ भन्न खोजेको।